विचारहरू राख्नुभएको छ। अन्नालुई स्ट्रङको स्ट्यान्डिङमा विश्लेषण गरेको सन्दर्भ नयाँ मानवको उत्पादनको कुरा पनि राख्नुभएको छ र उहाँको अवधारणा पत्रले सोभियत शिक्षाको बारेमा निम्न विशेषताहरू प्रकट गरेको छ जस्तो मलाई लाग्छ। एक, रुसको शिक्षा वैज्ञानिकतामा आधारित थियो, त्यसमा श्रम शिक्षा र उच्च प्रकारको मानवीय चरित्रको निर्माणमा जोड दिएको थियो। दुई, शिक्षाको चरित्र वर्गीय थियो र तीन, शिक्षा धर्म अन्धविश्वास र रूढिवाद विरोधी र वैज्ञानिक थियो भन्ने कुरा उहाँले स्पष्ट राख्नु भएको छ। तर रुसमा ठ्याक्कै चाहिँ स्कुलिङ कस्तो प्रकारले गरिएको थियो, कसरी चाहिँ शिक्षालाई अगाडि बढाइएको थियो, श्रम शिक्षालाई कसरी जोडिएको थियो, एडल्ट लिटरेसीलाई कसरी जोडिएको थियो, साना स्कुले बच्चाहरूलाई कसरी पढाइएको थियो, जुन कङ्क्रिटली चाहिँ जानुपर्ने उहाँ जानु भएको छ। अब अहिले हामीले समाजवादी शिक्षा कस्तो हुन्छ, ल करिकुलम तयार गर्छ भन्यो भने प्रवेश गर्ने एउटा बिन्दु उहाँले ठ्याक्कै चाहिँ त्यो शिक्षाको कन्सेप्ट चाहिँ उहाँले बताउनु भएको थियो। यस्तो वैज्ञानिक प्रकारको शिक्षा थियो भन्ने कुराहरू, वर्गीय शिक्षा थियो भन्ने कुराहरू, श्रममा आधारित शिक्षा थियो भन्ने कुरा बताउनु भएको छ। तर अब ठिक यसरी चाहिँ गरिएको थियो भन्ने कुरा ठ्याक्कै भित्र पसेर चाहिँ उहाँले त्यति गर्नुभएको छैन। अब त्यति उहाँसँग समय नभएको पनि हुनसक्छ, अब विभिन्न कारणले हुनसक्छ, नत्र उहाँलाई चाहिँ अब रसियाको चाहिँ शिक्षा कस्तो थियो भन्ने कुरामा ठ्याक्कै भित्र पसेर कङ्क्रिट गर्नको निमित्त एकदमै आधारहरू थियो। किनभने उहाँले दुईवटा जुन रेफरेन्स प्रयोग गर्नुभएको छ, अनातोली लुनाचास्कीको शिक्षाका लक्ष्य, नदेजदा क्रुप्स्काया श्रम शिक्षा और चरित्र निर्माण, मास्को प्रगति प्रकाशन सन् 1950, यति गरिसकेपछि रसियाको शिक्षा कस्तो थियो भन्ने कुरा ठ्याक्कै आइहाल्यो। रसियाको शिक्षाका दुईवटा भेटरान, तीनटा मध्ये एउटा चाहिँ पोक्रोवास्की हो। लुनाचास्की चाहिँ सबभन्दा माथिल्लो चाहिँ लेयरको चाहिँ मान्छे नै लुनाचास्की हो। त्यो एजुकेसनको सारा कन्सेप्ट बनाउने आर्किटेक्ट बनेको लुनाचास्की हो। दुईजना त्यस पछाडिका चाहिँ भनेका एउटा क्रुप्स्काया, एउटा चाहिँ पोक्रोवास्की। यो तीनजना मध्ये दुईजनालाई उहाँले रेफरेन्समा प्रयोग गर्नुभएको छ भने उहाँसँग चाहिँ त्यो सबै चाहिँ अब रसियाको चाहिँ एजुकेसनको फ्रेम त उहाँको चाहिँ हातमा थियो, तर उहाँले पुरै चाहिँ लेख्नु भएन, अलिक त्यसलाई चाहिँ कम्प्लिट गरेर सैद्धान्तिक ढङ्गले मात्रै लेख्नु भएको छ। त्यस कारणले उहाँको यो अवधारणा पत्रलाई समर्थन गर्दै म चाहिँ केही थप कुराहरू, थप्नुपर्ने कुराहरू मात्रै अगाडि बढाउँछु। लेनिनले शिक्षा सम्बन्धी जुन सम्बोधन गर्नुभएको छ त्यसमा लुनाचास्कीकै नाम लिनुभएको छ। सोभियत शिक्षा पद्धतिको बारेमा कुरा गर्दा 1917मा क्रान्ति सम्पन्न भयो। क्रान्ति सम्पन्न भएपछि त्यहाँको कम्युनिस्ट पार्टीले रुस अत्यन्त प्राग-पुँजीवादी र सामन्तवादी प्रणालीको बाहुल्यता भएको देश भएको हुनाले यहाँ असाक्षरहरूको पनि बहुमत थियो, साइन्स र टेक्नोलोजीको विकास हुन सकेको थिएन। 100 भन्दा बढी भाषिक समुदायहरू थिए र तिनीहरूले धेरै जसोले रसियन भाषामा पढ्न सक्दैनथे र रुसको शिक्षा प्रणाली रसियन भाषामा आधारित थियो। त्यो भएर रुसको शिक्षा प्रणाली 50 जातीय समूहका 100वटा भाषिक समूहहरूले पढ्नै नसक्ने खालको थियो र जुन शिक्षा मस्कोमा पढाइ हुन्थ्यो त्यो पनि एकदमै अर्नामेन्टल खालको थियो, गहना जस्तो। वर्क फोर्स तयार नगर्ने, साहित्यमा पनि बडो राम्रो। हामीले लियो टल्स्टायको साहित्य पढेका छौँ। लियो टल्स्टायको पढाइ भनेको लेनिनभन्दा अगाडिको पढाइ हो, पुरानो रसियाको। उहाँको जस्तो स्टोरी टेलिङ भएको मान्छे अन्य विश्व साहित्यमा आएको भेटिन्छ। त्यति राम्रो चाहिँ आलङ्कारिक भाषा उहाँले प्रयोग गर्नुभएको छ। त्यसो भएर आर्ट्सको क्षेत्रमा, कलाको क्षेत्रमा, साहित्यको क्षेत्रमा एकदमै राम्रो आलङ्कारिक पढाइ थियो। त्यसलाई चाहिँ लेनिनले यो अर्नामेन्टल एजुकेसन भन्नुभएको थियो कि वर्क फोर्सको रूपमा चाहिँ काम नगर्ने, साहित्यमा त काम गर्यो, मान्छे विद्वान छ ठिक छ भन्न चाहिँ पाइयो पढिसकेपछि, तर चाहिँ के छ भने वर्क फोर्सको रूपमा इन्डस्ट्रीमा पनि काम गर्न सक्दैन, एग्रिकल्चरमा पनि काम गर्न सक्दैन, त्यस्तो खालको मान्छेहरू थियो। र जनतालाई व्यापक रूपमा शिक्षित नबनाइकन देशलाई अगाडि बढाउन सम्भव छैन भन्ने आधारमा शिक्षालाई अघि बढाउन त्यहाँको बोल्सेविक कम्युनिस्ट पार्टीले योजनाबद्ध ढङ्गले काम गर्यो। शिक्षालाई सोभियत सङ्घको आवश्यकता अनुरूप अगाडि बढाउनको लागि 1918मा प्रथम अल रसिया कङ्ग्रेस अन एजुकेसनको आयोजना गरिएको थियो। त्यसमा लेनिनले अगस्त 28 तारिकका दिनमा एउटा भाषण दिनुभयो र सोभियत शिक्षाको निर्देशन सम्बन्धमा महत्त्वपूर्ण मार्गदर्शन गर्नुभएको थियो। त्यसबेला बढी कुरो त लेनिनले तत्कालीन समस्या र अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा नै बताउनु भएको छ। शिक्षाको बारेमा कमै कुरा बोल्नु भए पनि उहाँले चाहिँ शिक्षाको वर्गीय सार्थक हुन्छ, हाम्रो शिक्षा उत्पीडित वर्गको लागि हो भन्ने कुरालाई स्पष्ट गर्नुभयो। र त्यो भाषणमा उहाँले श्रमिक वर्गको मुक्ति हुने र नयाँ समाजवादी रसिया निर्माण गर्नको लागि आवश्यक हुने शिक्षाको एउटा मोडल बनाउनुहोस् भनेर भन्नुभयो। र त्यसमा 700 जना शिक्षाविद, शिक्षक र शिक्षा विभागका अधिकारीको उपस्थित थियो र तिनीहरूले एउटा कार्ययोजना बनाएका थिए। त्यो कार्ययोजनालाई पछि केन्द्रीय समितिमा पारित भयो र 1921मा गएर फेरि अर्को सम्मेलन भयो। त्यसमा शिक्षाको लागि जन कमिसार, पिपल्स कमिसारियट अफ एजुकेसन भन्ने चाहिँ गठन भएको थियो, जसको अध्यक्ष त्यही लुनाचास्की नै थियो। र तिले गरेको कामको चाहिँ विवेचना गर्यो। 5 दिनसम्म यो चलेको सम्मेलनमा
अलिकति तथ्याङ्कहरू दियो। खास गरेर समीक्षा चाहिँ बढी जसो पोलिटेक्निक शिक्षालयहरू, किनभने प्रविधिलाई अगाडि बढाउनु पर्ने थियो, पोलिटेक्निकको एकदमै ठुलो महत्त्व थियो, र सार्वजनिक पुस्तकालय सम्पूर्ण मजदुर र किसानलाई समाजवादी शिक्षाले चाहिँ ओतप्रोत पार्नु पर्ने थियो। सार्वजनिक पुस्तकालयको नेटवर्कको विस्तार चाहिँ गर्नुपर्छ भन्ने यो दुईटा कुरामा बढी फोकस दिएर त्यसमा चाहिँ समीक्षा भयो। 1921 सम्म आउँदा केन्द्रीय क्याम्पसदेखि ग्रामीण लाइब्रेरीसम्म गरेर 33,940 वटा लाइब्रेरी यति युद्ध स्तरमा त्यहाँ स्थापना भए। अब पोलिटेक्निकल एजुकेसनलाई अगाडि बढाउन पार्टी कार्यक्रमको अनुच्छेद 1 र 1 यो सेक्सन 8 मा सो विषयवस्तुलाई स्वीकृत गरियो र सो भाषणमा पनि उहाँले शिक्षक विषयको रूपमा कार्यक्रम बनाउने जिम्मा एउटा लुना चास्कीलाई, अर्को चाहिँ फिल्मकोलाई अगाडि सार्नुभयो र उहाँहरूले कार्यक्रम बनाउनु भएको। त्यसरी सोभियत ढाँचाको शिक्षाको कमिसारको रूपमा लुना चास्की, डेपुटी कमिसार अथवा चाहिँ यो प्रेसिडेन्ट अफ द स्टेट काउन्सिल अफ एजुकेसन पनि हुनुहुन्थ्यो उहाँ चाहिँ, एमएन पोक्रोभस्की भन्ने मान्छे, र एनके कुर्सकाय जसलाई कार्यपत्रमा पनि उहाँले नाम सार्नु भएको छ, लेनिन पत्नी। उहाँ राम्रो शिक्षाविद हुनुहुन्थ्यो। उहाँलाई चाहिँ प्रेसिडेन्ट अफ द कमिटी अफ पोलिटिकल एजुकेसन, त्यसले बढी शिक्षा त वर्गीय गराउने कुरा छ, त्यस कारण पोलिटिकल एजुकेसनतिरको सबै कुराहरू चाहिँ प्रोप्सकायले हेर्नुभयो। त्यसरी एउटा सोभियत ढाँचाको शिक्षा चाहिँ अगाडि बढ्यो। अब सोभियत ढाँचाको शिक्षाको पहिलो प्रशासनिक केन्द्र भनेको पिपल कमिसारिएट अफ एजुकेसन, शिक्षाको कमिसारको कार्यालय भयो। त्यसको मातहतमा द स्टेट काउन्सिल अफ एजुकेसन भयो, द बोर्ड्स अफ सोसल एन्ड पोलिटेक्निक एजुकेसन त्यस पछाडि भयो, भोकेसनल एजुकेसनको अर्को बोर्ड भयो, अनि भोकेसनल एजुकेसन, द एक्सटेन्सन एजुकेसन, पोलिटिकल एजुकेसनल वर्क अमङ एडल्ट्स भनेर प्रौढ शिक्षाको कार्यक्रमलाई अगाडि सारियो। त्यस्तै अफ एडमिनिस्ट्रेसन अफ साइन्टिफिक नलेजको निम्ति अलग अफिस, साइन्स एन्ड आर्ट एन्ड म्युजियम इन्स्टिट्युसन्स अलग स्थापना गरी त्यसको मातहतका हुन् सबै तिनीहरू जनकमिसारको। डिपार्टमेन्ट अफ लिटरेचर एन्ड पब्लिसिङको चाहिँ अर्को एउटा त्यसको अन्डरको चाहिँ विभाग त्यहाँ गठन गरियो र सार्वजनिक शिक्षाको पद्धतिलाई अगाडि सारियो। काउन्सिल फर एजुकेसनले नन रसियन जुन स्पिकिङ नेसनालिटिजको लागि झन्डै 50 वटा नेसनालिटी ग्रुपका 100 वटा जति भाषामा पाठ्यपुस्तक लेख्न सुरु गर्यो। पाठ्यपुस्तकै थिएन, कतिको त अल्फाबेटै थिएन, बोल्न जानेको छ अब लेख्न जान्दैन। अल्फाबेटहरू पनि धेरै विद्वानहरूको सहायता लिएर त्यहाँ विकास गरियो। शिक्षा एकदमै नाजुक अवस्थामा थियो, 24% मात्र लिट्रेसी थियो। लेनिनले के नारा दिनुभयो भने लिक्विडेसन अफ इलिट्रेसी, इलिट्रेसीलाई पगाला भन्ने नारा दिनुभयो। यति युद्ध स्तरमा काम भयो। लेनिनको मृत्यु पछाडि त झन् युद्ध स्तरमा काम भयो। स्टालिन पहिलो पटक विश्वलाई प्लान डेभलपमेन्ट दिने पनि चाहिँ रसिया हो। स्टालिनको तुलना गर्न सकिने प्लान डेभलपमेन्टमा काम गर्ने अर्को मान्छे संसारमा अहिलेसम्म छैन जस्तो लाग्छ मलाई काम भयो। त्यति बढी प्लान वेमा काम भयो कि यति छिटो त्यो लिट्रेसी चाहिँ त्यो लिक्विडेसन गरियो त्यहाँ। अब त्यो सार्वजनिक शिक्षाको पद्धति मुख्य रूपमा चाहिँ 3 वटा भनेर चाहिँ लुना चास्कीले भनेका छन्। एउटा चाहिँ सोसल एजुकेसन, सामाजिक शिक्षा, त्यसमा चाहिँ राजनीतिक शिक्षाहरू पर्यो, साहित्य पर्यो, भोकेसनल एजुकेसन व्यावसायिक शिक्षा भयो, र अर्को चाहिँ पोलिटिकल एजुकेसन वर्क र एक्सटेन्सन एजुकेसन भनेर त्यसमा भयो। शिक्षाका लक्ष्यको रूपमा साधारण शिक्षालाई प्रभावकारी श्रम शक्तिसँग जोड्ने र त्यसलाई सार्वजनिक र राजनीतिक जीवनसँग जोड्ने, राज्यको अर्थतन्त्रलाई चाहिने प्रकारको विभिन्न विशिष्टता र दक्षता भएको वर्क फोर्स उत्पादन गर्ने। मेन कुरो के भने वर्क फोर्स काम गर्नु पर्यो। रसिया एकदमै गरिब अवस्थामा थियो, चारैतिरबाट नाकाबन्दी लागिरहेको थियो, युद्धको खतरा थियो, सैनिक एजुकेसन पनि दिनुपर्ने थियो। अनि युनिफाइड स्कुल भन्ने एउटा शब्द त्यस्तो आयो। त्यसले चाहिँ के भन्यो भने शिक्षा आम रूपमा सेन्ट्रलाइज हुन्छ। विद्यालयसम्मको शिक्षा चाहिँ प्रत्येक इकाइ राज्यहरूले हेर्ने भए, स्टेटहरूले हेर्ने भए, र युनियनको चाहिँ मातहतमा हुने भयो। एकै प्रकारको चाहिँ एउटा स्ट्यान्डर्ड एजुकेसनको चाहिँ लागू हुने भयो। एब्सोल्युट युनिफर्मिटी नभएर अब स्ट्यान्डर्डमा युनिफर्मिटी हो त्यो भने चाहिँ स्ट्यान्डर्डमा एकरूपता हो भनेर उहाँले भन्नुभयो। र सोसल र भोकेसनल एजुकेसनलाई जोड्ने एउटा कुरा भयो। ट्रेड युनियन र लेनिनको चाहिँ यो युनियन अफ कम्युनिस्ट युथ्स भन्ने हुन्थ्यो कि, त्योबाट चाहिँ कम्युनिस्ट कार्यकर्ताहरू पैदा हुन्थ्यो, त्यसलाई पनि शिक्षामा जोड्ने भन्ने भयो। र सोसल एजुकेसनतिर चाहिँ अब यो लुना चास्कीको अनुसार उनले चाहिँ प्री स्कुल एजुकेसन चाहिँ 3 to 7 इयर्स अफ चिल्ड्रनको लागि 6 आवरको किन्डरगार्टन एजुकेसन दिनको भनेर प्रस्ताव गरेका थिए। मनुष्य शारीरिक ढङ्गले हुर्काउने र मदर टङमा पढाउने, मातृभाषालाई एकदमै जोड दिएको थियो। बच्चाले मातृभाषा बाहेक अरू भाषा भयो भने सिक्न सक्दैन भन्ने थियो। अनि ठुलो मात्रामा लेबरहरू थिए शिक्षामा काम गर्ने, उद्योगमा काम गर्ने, तिनीहरूलाई पनि पढाउनु पर्ने थियो। कतै नाइट स्कुल चलाएर, कहीँ इभिनिङ स्कुल चलाएर युनिफाइड लेबर स्कुलहरू भनेर त्यहाँ खोलियो। त्यसमा चाहिँ ह्युमन लेबर प्रोड्युस गर्नको लागि भोकेसनल एजुकेसन र अर्डिनरी एजुकेसनलाई जोडेर, मदर टङ्ग्सहरूलाई जोडेर, म्याथमेटिक्स। अब रसियन शिक्षा भन्दा बित्तिकै त्यसमा भोकेसनल एजुकेसन, अर्डिनरी एजुकेसन, मदर टङ, म्याथमेटिक्स, नेचुरल साइन्स र भोकेसनल सब्जेक्ट्स यसलाई जोडेर नै त्यहाँ
त्यसको शिक्षा प्रणालीको विकास गरिएको थियो। असहाय बच्चा बच्चीहरू क्रान्ति सम्पन्न हुँदाखेरि 3,50,000 को हाराहारी थिए। पहिलो विश्वयुद्ध भयो, त्यसपछि 3 वर्ष गृहयुद्ध चल्यो। 3,50,000 असहाय बालबालिकाको लागि चाहिँ एडमिसन स्टेसनमा भर्ना गर्ने अनि तिनलाई चाहिँ पर्मानेन्ट स्टेसनमा लगेर त्यसलाई बोनस गरेर चाहिँ पढाउने त्यो सिस्टम थियो। अब अर्को चाहिँ भोकेसनल एजुकेसन, यो सबै लुना दासको प्रस्ताव हो। भोकेसनल एजुकेसनमा सबै चाहिँ ब्रान्चेस अफ इन्डस्ट्रिज, उद्योगको जति पनि ब्रान्च छ त्यसलाई चाहिने खालको म्यान पावर उत्पादन गर्ने, एउटा रुरल इकोनोमीको लागि, ग्रामीण अर्थतन्त्रको लागि भनेर चाहिँ जति चाहिन्छ एग्रिकल्चर, काठ साठ त्यहाँ जे छ रुरलमा, ग्रामीण क्षेत्रमा, त्यसको लागि चाहिँ एउटा शिक्षा, पेडागोजी, टिचर उत्पादन गर्नको लागि पेडागोजी र पब्लिक हेल्थ र आर्ट, यतिमा चाहिँ विभाजन गरिएको थियो। र 1926 मा आउँदाखेरि, 1921 मा कम्प्लिट भएको प्रोग्राम, 26 मा आउँदाखेरि पोलिटेक्निक 503 वटा खुलेका थिए, 61,064 विद्यार्थी भर्ना भइसकेका थिए। एग्रिकल्चरमा 239 वटा इन्स्टिट्युट थियो, 44,328। रसिया त खान नपुग्ने देशबाट यो कृषि जन्य पदार्थहरू सबभन्दा बढी निर्यात गर्ने देशमा चेन्ज भयो। कारण चाहिँ यही शिक्षाको कारणले हो। पेडागोजिकल टिचरहरू उत्पादन गर्नको लागि 218 वटा इन्स्टिट्युट थियो, 36,179 जना भर्ना भएका थिए। मेडिकलमा 158 वटा इन्स्टिट्युट थियो, 16,564 जनालाई भर्ना गरिएको थियो। आर्टमा 214 वटा स्कुल थियो, मोसन पिक्चरदेखि लिएर पेन्टिङसम्म हो त्यो आर्ट भन्ने। 28,526 जना विद्यार्थी भर्ना भएका थिए। हायर स्कुल्स, युनिभर्सिटिज र पोलिटेक्निक्स, हायर स्टडिजतिर युनिभर्सिटिज र पोलिटेक्निक्सहरू 86 वटा थिए, त्यसमा 1,15,116 जनालाई भर्ना गरिएको थियो। वर्कर्स, मजदुरलाई पढाउनको लागि 90 स्कुल्सहरू थियो, 682 वटा इन्स्टिट्युटहरू थियो, फ्याकल्टिजहरू थियो र साइन्स कनेक्टेड स्पेसलिस्टहरू राखेर त्यहाँ पढाइएको थियो। र यसरी चाहिँ वर्कर्स फ्याकल्टिजहरू भनेर बनाइएको थियो। टेक्निकमहरू, सेकेन्ड ग्रेड भोकेसनल एजुकेसन भनेर टेक्निकम भन्ने स्कुलहरू 3 देखि 4 वर्षसम्म कोर्स भएको पनि त्यहाँ सञ्चालन गर्ने भन्ने प्रस्ताव थियो। र पोलिटिकल एजुकेसन ओर्फतिर तुर्स्काएको प्रस्ताव छ। उनले यो राजनीतिक शैक्षिक क्रियाकलाप अन्तर्गत निरक्षरताको उन्मूलन 1, प्रौढ शिक्षा 2, लाइब्रेरीको एकदमै ठुलो सङ्गठित जाल हो। रेलवेमा पनि लाइब्रेरी राखेको छ, इन्डस्ट्रीमा लाइब्रेरी पनि राखेको छ, प्रत्येक उद्योगमा एउटा लाइब्रेरी छ, पढ्नै पर्ने। क्लब र कटेजहरू बनाइयो, पढ्नको लागि कोठा चाहियो, प्रचार प्रसार गर्ने र स्वयं शिक्षा, सेल्फ एजुकेसन प्रमोसन गर्ने, कलात्मक कार्य र सिनेमाहरू बनाउने। साइन्सतिर चाहिँ साइन्टिफिक इन्स्टिट्युसन एन्ड रिसर्च 103 वटा बनाइयो। यति एडभान्स थियो कि त्यो चाहिँ स्पेस टेक्नोलोजीमा पनि अमेरिकाभन्दा अगाडि गयो। अब यता वार टेक्नोलोजीमा पनि परमाणु बम त्यसैले बनायो, विमानहरू बनायो, युद्ध विमानहरू। नत्र दोस्रो विश्वयुद्धमा त हिटलरलाई प्राइज गर्नै सक्ने थिएन। भारी उद्योगमा स्टालिनले जोड नदिएको है, भारी उद्योग भनेको हतियारको उद्योगमा त्यो स्टालिनलाई, त्यो हिटलरलाई प्राइज गर्नै सम्भव थियो, मानव जाति सम्भव थिएन। मानव जातिलाई बचाउनको लागि वास्तवमा हिटलरको कहरबाट बचाउनको लागि सोभियत शिक्षाको भूमिका छ। सोभियत शिक्षाको बारेमा एकदमै राम्रो अध्ययन एलिजाबेथ मुज भन्ने एकजना महिला थिए, अमेरिका, उनले गरेकी छिन्। कोलम्बिया युनिभर्सिटीले एउटा पुस्तक प्रकाशित गरेको छ, द एजुकेसनल सिस्टम अफ द सोभियत युनियन भन्ने, न्युयोर्कबाट प्रकाशित भएको पुस्तक हो। त्यसमा उनले सोभियत सङ्घको शिक्षालाई निम्न बमोजिम वर्णन गरेकी छिन्। जुन बेला सोभियत सङ्घले नयाँ शिक्षा पद्धतिको निर्माण गरेको थियो, त्यसबेला सोभियत सङ्घको शिक्षा मात्र होइन, विकासको अवस्था नै अत्यन्त पिछडिएको थियो। कतिपय ठाउँमा सामन्ती र पिछडिएको अर्थ प्रणाली थियो। यातायात प्रणाली, भवनहरू युद्ध र गृहयुद्धले गर्दा नष्ट भएको थियो। समग्र रुसको साक्षरता दर 24% मात्र थियो। केवल 4.7% जनताले मात्र कुनै न कुनै प्रकारको स्कुल शिक्षामा भाग लिएका थिए। गृहयुद्धको बेलामा स्कुलमा पढ्ने मान्छेहरू सट्टै घटे, स्कुलमा विद्यार्थी नै थिएन। 50 मुख्य जातीय समुदायका 100 बढी मातृभाषा थिए, कतिपय भाषाहरूको अल्फाबेट समेत थिएन। यस्तो विषम परिस्थितिमा स्कुलहरू बनाउन सुरु गरियो, शिक्षकहरूलाई तालिम सञ्चालन गरियो, विभिन्न भाषामा पाठ्यपुस्तक तयार गरियो, विभिन्न प्रकारका स्कुल खोलियो, जसमा प्री स्कुलदेखि युनिभर्सिटीसम्म, एडल्ट लिटरेसी क्लासदेखि मजदुर किसानहरूले पढ्ने नाइट स्कुलसम्म खुले। दूरदराजका गाउँहरूमा रिडिङ हटहरू बनाइयो। घुमन्ते आदिवासी क्षेत्रहरूमा जानको लागि अलिक थप तलब दिएको थियो, झन्डै यो 20-25 रुपैयाँ बढी तलब दिएर ट्याब्लिङ टिचर्सहरू बनाइएको थियो। आदिवासी जातिहरू पनि थिए, केही घुमन्ते जातिहरू थिए, एक ठाउँबाट अर्को ठाउँमा घुमिरहेको थिए घोडाहरू लिएर, तिनलाई पढाउनु पऱ्यो। टिचर पनि सँगसँगै घुम्छ, ट्याब्लिङ। शिक्षाले एकसाथ विभिन्न उद्देश्यहरू पुरा गर्ने गरी काम गर्यो, जस्तो कि निरक्षरता उन्मूलन गर्ने, उद्योग र कृषिका लागि वर्कफोर्स तयार गर्ने, सोभियतको रक्षाका लागि सैनिक तयार गर्ने, चर्चको शिक्षाको हस्तक्षेप र त्यसबाट सिर्जना भएका अन्धविश्वास र भाग्यवाद अन्त्य गर्दै वैज्ञानिकतामा आधारित मानव तयार गर्ने इत्यादि कामहरू एकैपल्ट गरियो। यति युद्धस्तरमा काम गरियो। 1939 मा जाँदाखेरि साक्षरता दर 80%, 1940 मा जाँदा 90%, सोभियत सङ्घ अन्त्य हुँदाखेरि 99.9% साक्षरता दर। लिक्विडेसन पुरै पग्ल्यो, त्यो असाक्षरता भन्ने त पुरै रहेन। यति बढी प्लान डेभलपमेन्ट शिक्षामा उनीहरूले गरे, यो एकदमै अनुकरणीय छ। हाम्रो त प्लान डेभलपमेन्ट छैन, एउटा सडक 5 वर्षमा बनाउने प्लान गर्यो भने
नन रसियन क्षेत्रमा यो प्रगति अझ तीव्र हो। नन रसियनले त पढेकै थिएन, सबै निरीक्षण भन्नु। जस्तो यो ताजिकिस्तानमा 1914 मा 400 मान्छे मात्र स्कुल भर्ना भएका थिए। रसियन मात्र जान्न पर्यो नि स्कुल भर्ना हुनलाई, रसियन मात्र जान्दैनन्। 1938 मा जब मदर टङमा शिक्षा सुरु गरियो 2,35,000 मान्छे स्कुलमा, ताजिकिस्तानमा मात्रै। कजाकस्तानमा 1917 मा 2% साक्षरता थियो, 1948 मा साक्षरता 98%। नन रसियन स्पिकिङ क्षेत्रमा हो। प्रौढ शिक्षा भनेको हाम्रो जस्तो धारा टार्ने होइन। एउटा सुरुको इलिमेन्ट्री प्रौढ शिक्षा भनेको 4 इयर्स अफ स्कुलिङ हो, प्राइमरी एजुकेसन बराबर हो। 7 इयर्स अफ स्कुलिङ त्योभन्दा माथि हो, त्यो भनेको चाहिँ इन्कम्प्लिट मिडिल क्लास। यसरी त्यो प्रौढ शिक्षालाई पनि यता स्कुलिङमा चाहिँ गनिएको थियो। तिनीहरूलाई चाहिँ औद्योगिक उत्पादनमा त्यो शिक्षाको व्यवस्थाले यति वृद्धि भयो। र सैनिक शिक्षामा गरेको लगानी स्वरूप दोस्रो विश्वयुद्धमा संसारलाई रुसले हिटलरबाट बचायो। साइन्स एन्ड टेक्नोलोजी, स्टेम एजुकेसन भन्छ नि, अहिले पनि भन्छ। अमेरिका, बेलायत, फ्रान्स सबैतिर स्टेम एजुकेसन भन्छ। साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथमेटिक्स चारवटा चाहिँ बेस हो शिक्षाको। यो शिक्षामा चाहिँ रसियाले जोड दिएको थियो। रसियाबाटै गयो सबैतिर, अमेरिकातिर, जर्मनीतिर जता जता गयो यो चाहिँ रसियनहरूले सुरु गरे स्टेम एजुकेसन। आणविक शक्तिको समेत विकास गरेर विश्वको 1 नम्बर राष्ट्र भयो। विमान, लडाकु विमान सबै क्षेत्रमा विकास भयो। यस्तो शिक्षा अगाडि बढाउन समस्या थिएनन् भन्ने कुरा होइन। युद्धमा 84,000 स्कुल ध्वस्त भएका थिए, 14 मिलियन मानिस मारिएका थिए। त्यसमा अधिकांश शिक्षक पनि थिए। स्कुल भवन, शैक्षिक सामग्री, अन्य आवश्यक सुविधाको अभाव थियो। तर तात्कालिक आवश्यकता समाधान गर्ने ट्रेनिङ दिँदै शिक्षकलाई काममा खटाएर यो इतिहास गरिएको थियो। एजुकेसन जर्नल्सहरू छापिन्थ्यो, एकदम नियमित, महिनामा 2टासम्म छापिन्थ्यो। त्यो एजुकेसन जर्नल्समा लगातार प्रगतिको तथ्याङ्क एकातिर हुन्थ्यो भने अर्कोतिर कमजोरीको आलोचना गरिन्थ्यो। त्यो कमजोरीलाई तत्काल सुधारिहालिन्थ्यो। 1950 मा लाँदा साधारण स्कुलको सङ्ख्या 1,93,000 पुग्यो र त्यसमा 3,20,00,000 विद्यार्थीहरू थिए। र रसियाको शिक्षा पद्धतिमा विभिन्न प्रकारको विद्यालयको ढाँचा थियो। अब हामी त्यो अलिकति ढाँचा देख्छौँ। अहिले हामी चाहिँ यो मन्टेसोरी, सन्टेसोरी, किन्डरगार्टन यो चाहिँ अमेरिकाले ल्याएको भनेर प्रचार गर्छौँ। अहिले मन्टेसोरीको त पेसा नै छ नि, बच्चाहरूलाई बढी चाहिँ टेक केयर गर्ने खालको। यो चाहिँ वास्तवमा रसियाले सुरु गरे। रसियामा चाहिँ के थियो भने प्री स्कुल भनेर नर्सरी 3 लगाएको, 2 प्रकारको थियो। नर्सरीमा भर्खरै यो 3 महिनाको बच्चादेखि नै भर्ना गरिन्थ्यो। कुनै अब मजदुरका छोराछोरी छन्, तिनीहरू काममा जान्छन् भने त्यसलाई चाहिँ नर्सिङ गर्ने, त्यसलाई हुर्काउने मात्रै पनि गरिन्थ्यो। तर त्यो के थियो भने त्यो शैक्षिक ढाँचा थियो। नर्सरीमा एउटा प्रिन्सिपल, एउटा डाक्टर, एउटा नर्सरी नर्स, एउटा असिस्टेन्ट, एउटा टिचर, डोमेस्टिक स्टाफ, तिनको काम कुकिङ गर्ने, क्लिनिङ गर्ने, एकदमै भोलिन्टियर। त्यहाँ चाहिँ अलिक ठुलो हुँदै गयो बच्चा, 2-2.5 वर्षको हुँदै गयो भने सिम्पल म्युजिक र राइमहरू सिकाउने, 4 पटक खाना पठान गरिने। अनि कुनै चाहिँ महिलाले मेरो बच्चा त म आफै सार्छु यो नर्सरीमा हाल्दैन भन्यो भने त्यसलाई चाहिँ तलबसहित बिदा दिने गरिएको। स्वैच्छिक हो, त्यो नर्सरीमा भर्ना गर्नुपर्छ भन्ने थिएन। किन्डरगार्टन अब अहिलेको मन्टेसरी भन्दा अझ एडभान्स थियो। किन्डरगार्टनमा के थियो भने 1:25 को स्टुडेन्ट टिचर रेसियो थियो। एकजना टिचरले 25 जनालाई हेर्थ्यो। र किन्डरगार्टनमा सरकारले तोकेको ठाउँमा मात्रै होइन, हरेक ठाउँमा हुन सक्थ्यो। एउटा कन्फेक्सरी फ्याक्ट्रीमा 50 जना लेबर छन्, तिनका बच्चा पछि छन् 40 जना भने के खोलिहाल्थ्यो त्यस्तो। किन्डरगार्टनमा विद्यार्थी राख्ने समय पनि स्वैच्छिक थियो। कसैले आम बाउले हेर्न ल्याउँछ भने 6 घण्टा राख्नु पनि भयो। धेरै असहाय बच्चा बच्चीहरू पनि थिए, तिनीहरूलाई 24 आवर पनि राख्न सकिन्थ्यो। अब बाबुआमा दुइटै काम गर्ने छन् भने पनि 24 राख्न मिल्यो। र 6 आवरदेखि माथिको चाहिँ स्कुलिङ त्यो एकदम शैक्षिक प्रकारको स्कुलिङ थियो। र प्रोफेसर मेडेन्स्कीले के भनेको छ भने त्यहाँ एउटा 24 घण्टाको किन्डरगार्टन तालिका दिएको छ के गरिन्थ्यो बच्चालाई। 8 बजे बच्चा बच्चीलाई बिउजाइन्थ्यो, सुतेको बच्चालाई 24 घण्टा बस्नेवालाको लागि, अरू डे स्कलरको लागि होइन। 8 बजेदेखि 9 बजेसम्म दिनभरि मात्रै पढ्ने डे चिल्ड्रन आइपुग्थ्यो। तिनीहरूको स्वास्थ्य परीक्षण हुन्थ्यो। 9 बजे तिनीहरूलाई ब्रेकफास्ट खान दिइन्थ्यो। 9:30 मा डाइरेक्टेड एक्टिभिटिजहरू हुन्थ्यो। टिचरले सङ्गीत, खेल, यो सामूहिक कार्यमा बढी जोड दिने थियो। र 10:30 मा एक्सर्सन घुमाउन लैजान्थ्यो, घरदेखि बाहिर घुमाइन्थ्यो। 1 बजे डिनर खुवाइन्थ्यो। 31 देखि 33 सम्म न्याप, हल्का खालको निद्रा दिन लगाइन्थ्यो। 3 देखि 4 सम्म फ्री प्ले एन्ड एक्टिभिटिज हुन्थ्यो। 4 बजे आफ्टरनुनको स्न्याक, आफ्टरनुनको नास्ता दिइन्थ्यो। 4:30 मा फेरि वक्स र प्ले आउट अफ डोर्स, यो स्कुल क्लासरुमबाट बाहिर निकालेर खेलाइन्थ्यो। 7 बजे साँझ खाना खुवाइन्थ्यो। 8 बजे सुत्न लगाइन्थ्यो। 12 घण्टा त्यसलाई सुत्ने टाइम दिएको थियो। जनरल स्कुलमा प्राइमरी स्कुल 4 इयर्स अफ स्कुलिङ हुन्थ्यो। यो सहशिक्षा हुन्थ्यो र निःशुल्क हुन्थ्यो। स्कुल सेक्सन सेप्टेम्बर 1 देखि मे 20 सम्म हप्तामा 6 दिन पढाइ हुने गरेर सुरु हुन्थ्यो। 8:30 to 9:30
र 12:30 to 1 सम्म 8:30 देखि 9:30 मा सुरु हुने 12:30 to 11 PM मा चाहिँ समाप्त हुने गरेर गरिएको थियो र यसमा रसियन मनोविदको सल्लाह अनुसार के थियो भने टिचरले चाहिँ इन्स्ट्रक्सन दिने समय 15 मिनेट मात्रै, अरु चाहिँ बच्चा-बच्चीलाई एक्टिभिटी गराउनुपर्ने, क्रियाकलाप गराउनुपर्ने एकदम एडभान्स प्रकारको चाहिँ गराइएको थियो। नन रसियनहरुलाई मदर टङमा शिक्षा दिइन्थ्यो। सिलेबस प्यासिफिकदेखि बाल्टिकसम्म एउटै सिलेबस थियो भनेर भनिन्छ। त्यसपछि अर्को चाहिँ इनकम्प्लिट मिडल भनेपछि 7 इयर्स अफ स्कुल थियो। गाउँका विद्यार्थीलाई सहरमा पनि लगेर भर्ना गरेर बोर्ड सिस्टममा राखिन्थ्यो र त्यसमा केमिस्ट्री, फिजिक्स, एस्ट्रोनोमी, नेचुरल साइन्स, अल्जेब्रा, जियोमेट्री, मोडर्न एन्ड मिडिएबल हिस्ट्री, हिस्ट्री एन्ड जियोग्राफी अफ युएसएसआर भनेपछि सोभियत सङ्घको इतिहास यति पढाइन्थ्यो। अब धेरै चाहिँ शिक्षाविदहरूले यो चाहिँ शेड्युल हेभी शेड्युल थियो, यतिका चाहिँ बच्चाले पढ्न पर्ने होइन, रसियनको यो कोर्स अलि अवैज्ञानिक थियो भनेर पछि आलोचना आयो, केहीमा सुधार पनि गरियो। यतिका बढी विषयहरू पढाइन्थ्यो। बोर्ड इक्जाम चाहिँ शैक्षिक प्रशासनले युनिभर्सिटी ग्रेजुएट्सहरू पहिचान गरेर लिने गरेको थियो र कम्प्लिट मिडल स्कुल भन्यो भने यो 7 + 3 गर्यो 10 वर्ष गर्यो भने कम्प्लिट मिडल स्कुल भयो। त्यसमा चाहिँ गर्ल्स अलिकति यसमा चाहिँ अलिकति आलोचना पनि छ वादीहरूको, गर्ल्स र बोयजको अलग अलग स्कुल बनाइएको थियो र गर्ल्सहरूलाई त्यो बेलासम्म महिलाहरूलाई सेनामा भर्ना लिने चलन थिएन, रसियामा पनि त्यो सुरु भएको थिएन। महिलाहरूलाई एउटा एक्स्ट्रा विषयको रूपमा चाइल्ड साइकोलोजी, होम क्राफ्ट, किन्डरगार्टन फेरि भोलि टिचर हुनको लागि त्यसको ट्रेनिङ दिइन्थ्यो भने बोयजलाई चाहिँ मिलिट्री ट्रेनिङ दिइन्थ्यो। सर्ट ह्यान्ड राइटिङको प्र्याक्टिस गराइन्थ्यो। म्याथमेटिक्स, हिस्ट्री, मोडर्न हिस्ट्री पढाइन्थ्यो। यहाँ चाहिँ मिडिएबल हिस्ट्री चाहिँ उमा इनकम्प्लिट मिडलमा, हिस्ट्री अफ युएसएसआर, फरेन ल्याङ्ग्वेज, फिजिक्स, केमिस्ट्री, रसियन ग्रामर र रसियन लिटरेचर यति चाहिँ यसमा पढाइन्थ्यो। त्यस्तै एस्ट्रोनोमी, नेचुरल साइन्स, वर्ल्ड लिटरेचर, लजिकल, फिजिकल एजुकेसन पढ्नुपर्ने, इक्जाम दिनु नपर्ने त्यस्तो थियो। प्रोफेसनल स्कुल भनेपछि अब त्यसमा टेक्निकम 7 इयर्सको यो इनकम्प्लिट मिडल 7 इयरको स्कुलिङ पास गरेपछि अब इन्डस्ट्रिज, एग्रिकल्चर, ल, एडमिनिस्ट्रेसन, मेडिसिन र आर्ट त्यो फर्ममा गएर पढेर सिक्ने हो। एप्रेन्टिससिप मोडलको कोर्स, काम पनि गर्ने पढ्ने पनि सिक्ने पनि। त्यस्तो किसिमले त्योबाट टिचरहरू उत्पादन भए, नर्सहरू उत्पादन भए, लाइब्रेरियनहरू उत्पादन भए, डेन्टल टेक्निसियनहरू उत्पादन हुन्थे, यो फिजिकल एजुकेसन र हाइजिनका स्पेसलिस्टहरू उत्पादन हुन्थे, जुनियर लिगल एसिस्टेन्टहरू त्योबाट उत्पादन हुन्थ्यो। एप्रेन्टिससिपमा फिल्डमा गएर काम गरेर उत्पादन हुन्थ्यो। इन्डस्ट्री, ट्रान्सपोर्ट एन्ड कम्युनिकेसन, एग्रिकल्चर, ल, मेडिसिन, पेडागोजी, आर्ट्समा चाहिँ यो मोसन पिक्चर्स, थिएटर, डान्सिङ, म्युजिक, डिजाइनिङ, पेन्टिङ र सेरामिक्सलाई समावेश गरिएको थियो। 1946 मा आउँदाखेरि 3152 टेक्निकम्सहरूमा 8,91,000 विद्यार्थीले अध्ययन गरिरहेका थिए। त्यसपछि टेक्निकल ट्रेनिङ भनेर टेडी स्कुल्सहरू 1940 देखि खोलिएको थियो। 14 देखि 17 वर्षको उमेरको केटाहरू र 15 देखि 18 वर्षको उमेरको केटीहरूलाई त्यहाँ भर्ना गरिन्थ्यो र पढाइन्थ्यो। त्यसमा पनि म्याथ, फिजिक्स, ल्याङ्ग्वेज, पोलिटिकल इकोनोमिक स्टडिजहरू पढाइन्थ्यो। र स्कुल्स फर वर्किङ युथ्स, काम गर्ने 7 इयर्स अफ स्कुलिङको व्यवस्था काम गर्ने मान्छेहरूलाई पनि राखेको थियो। 1949 मा जाँदा 5,20,000 यो कृषि र उद्योगमा काम गर्ने जुन चाहिँ लेबर हुन् तिनीहरूलाई चाहिँ ग्रेजुएट गरिएको थियो। तिनीहरूले ग्रेजुएसन कोर्स प्राप्त गरेका थिए। त्योदेखि बाहेक स्पेसल स्कुल्सहरू थियो। अब त्यो मध्ये एउटा थियो सुबोरम स्कुल, त्यसमा आर्मी अफिसरको हुनको लागि ट्रेनिङ दिइन्थ्यो। अर्को थियो नाकिमोभ स्कुल, त्यसमा चाहिँ नेभीमा काम गर्ने, नेभी सेनामा काम गर्ने ट्रेनिङ त्यसमा दिइन्थ्यो। मिलिट्री पनि चाहिएकै थियो किनभने सोभियत समाजवाद चारैतिरबाट जर्मन, बेलायत, फ्रान्स सबैतिरबाट खतरा थियो। र भेटरान्सहरूको लागि एजुकेसन भनेर चाहिँ यो प्रौढ शिक्षा सुरु गरिएको थियो र डिसेबल भेटरान्सहरूलाई थेरापी र ट्रेनिङ दिने, ट्रेनिङ सिद्धिँदा बित्तिकै उसले गर्न सक्ने खालको जागिर दिने गरिएको थियो। र आर्ट्समा सम्भावना देखेका व्यक्तिहरूलाई फ्री ट्युसन र लिभिङ स्कुलको व्यवस्था गरेर तिनीहरूलाई पढाइएको थियो। र फर डिफेक्टिभ र ह्यान्डिक्याप बच्चाहरूको लागि हस्पिटल सहितको इन्स्टिट्युट्सहरू थेरापी दिने, तालिमहरू दिने, वर्कसपबाट पहिला फाइन्डिङ गरिन्थ्यो केमा जान्छ त यो, म्युजिकमा जान्छ कि डान्समा जान्छ कि के छ त्यसको। अब चाहिँ अपाङ्गता भएको चाहिँ मान्छे बच्चाहरू युद्धमा धेरै अपाङ्ग भएका थिए, झन् 3,50,000 अपाङ्ग। अब तिनीहरूलाई त के गर्नु पऱ्यो भने त्यहाँ त सिकाउनु पऱ्यो। त्यसरी चाहिँ फ्री र बोर्डस गरेर फ्री एजुकेसन दिएको थियो। र एउटा चाहिँ स्कुल्स इन द फरेस्ट भन्ने थियो। मन्दबुद्धिका बच्चाहरू भन्छ नि, अहिले आजकल त्यो भन्नु पाइँदैन, सुस्त मनस्थिति भन्छ नि, बौद्धिक अपाङ्गता भएको बच्चाहरू, खास गरेर कमजोर स्वास्थ्य अवस्था भएका र यो चाहिँ त्यो बेला अलिकति समस्या यो प्री ट्युबरकुलोसिसको समस्या थियो। त्यस्ता बच्चाहरूलाई फरेस्टमा चाहिँ ठुला प्राकृतिक वातावरणमा जङ्गलमा ठुल्ठुला इन्स्टिट्युटहरू स्थापना गरेका थिए। त्यहाँ चाहिँ 78वटा त्यस्ता स्कुलहरू थिए। त्यहाँ गएर बच्चाहरूले पढेर तिनको दिमागको अवस्थामा सुधार भयो, साधारण स्कुलमा पढ्न सक्ने भयो भने साधारण स्कुलमा ल्याइन्थ्यो। फुडको कस्ट अभिभावकले दिलाउनु पर्ने, जुन बच्चाहरूको अभिभावक छैन तिनीहरूको चाहिँ केडी भन्ने गरेर फरेस्ट स्कुलहरू बनाएर त्यहाँ बच्चाको चाहिँ एउटा मानसिक स्थितिलाई सुधार गरेर ल्याएर अर्डिनरी स्कुलमा ल्याएर फेरि पढाउनु गरिएको थियो। त्यस्तै चिल्ड्रन्स होम, अनाथ र चाहिँ घर नभएका बालबालिकाको लागि चिल्ड्रन होम, अहिलेको SOS बालग्राम कम्ती हुन्छ, अमेरिकाले त्यहीबाट लिएको SOS बालग्राम छ नि जुन सेवा अफ सोल भन्ने, ठ्याक्कै त्यही मोडल हो।
रसियनहरूले सुरु गरे हो। अब हामीले के छ भने क्रेडिट चाहिँ सबै पुँजीवादीहरूले लिन्छन्, 50 समय किलोमिटरको तगडा छ होइन। त्यो भएर फुर्सदको समयमा व्यवस्थापन गर्ने एडाप्टेड कसै त्यहाँ के थियो भने एउटा व्यवस्था तिनीहरूलाई पढाउने बोनस गरेर पढाउने, कुनै चाहिँ अब किन प्यारेन्ट्स नभएका बच्चाहरूलाई हो किन प्यारेन्ट्स नभएकाहरूलाई एडप्टेड प्यारेन्ट कसैले धर्मपुत्र धर्मपुत्री पाल्छ भने चाहिँ दिने गरिएको थियो। त्यसको पनि एउटा मापदण्ड थियो फेरि। अब हायर एजुकेसनमा जाँदाखेरि युनिभर्सिटिजहरू सिङ्गल फ्याकल्टी इन्स्टिट्युट्सहरू गरेर चाहिँ 804वटा त्यस्ता इन्स्टिट्युटहरू थिए। एडल्ट इन एजुकेसन भनेपछि त लेनिनले नै अगाडि सारेको मोडल हो, लिक्विडेसन अफ इलिट्रेसी प्रोग्राम भन्ने। यो अन्तर्गत 10,000 स्कुलहरू हुन्। त्योमा 4 इयर्सको प्राइमरी स्कुल, 7 वर्षको मिडल स्कुल, जागिर छोडेर युनिभर्सिटी पढ्छु भन्यो भने चाहिँ त्यसलाई चाहिँ सरकारले खर्च दियो गर्ने। टिचर्स ट्रेनिङको लागि प्राइमरी टिचर बन्नलाई यो मिडल स्कुल सिद्धाइसकेपछि 10 इयर्सको स्कुलिङ सिद्धाएपछि 4 वर्षको स्पेसल कोर्स गर्नुपर्ने। 6, 7 र 8 इयर सिद्धाइसकेपछि यो पेडागोजिक इन्स्टिट्युट्सहरूबाट ट्रेनिङ लिएर जानुपर्ने। फिजिकल ट्रेनिङ लिनुपर्ने, एउटा त पढाउने कुराको आफ्नो विषयको ट्रेनिङ लिनु पर्यो, त्यसपछि फिजिकल ट्रेनिङ पिटिसिटीको ट्रेनिङ लिनु पर्यो, त्यसपछि पेडागोजीको ट्रेनिङ, साइकोलोजीको ट्रेनिङ र मार्क्सिजम र लेनिनिजमको ट्रेनिङ। यति ल्यायो भने बल्ल टिचर बन्नु थियो। 9th, 10th, 11th र 12th मा पढाउनको लागि 10 इयर स्कुल ग्रेजुएट्स गरिसकेपछि 4 इयरको ट्रेनिङ गर्नु पर्यो, पेडागोजिक इन्स्टिट्युसनबाट ट्रेनिङ लिनु पर्यो, लाइब्रेरीमा नियमित पढ्नु पर्यो। टिचरको एउटा चाहिँ क्राइटेरिया भने लाइब्रेरीमा पढेको कुरालाई रेकर्डमा राख्नु पर्यो। र शिक्षित नागरिकमा पेट्रियोटिजम, लभ फर मदरल्यान्ड, अ सेन्स अफ अनर एन्ड पर्सनल डिग्निटी, अ सोशलिस्ट एटिट्युड टुवर्ड्स वर्क एन्ड एन एक्सपेक्टेन्स अफ सोसल रेस्पोन्सिबिलिटी भन्छ। देशभक्तिको भावना, मातृभूमिप्रतिको प्रेम, एउटा कामप्रतिको समाजवादी विचार यस्तो हुनुपर्ने भनेर भनिएको थियो। रसियनको शिक्षा प्रणालीबाट अमेरिकन शिक्षाविदहरू अत्यन्त प्रभावित भए। जोन डिबीले 1928 मा लेनिनग्राड र मस्को स्कुलको भ्रमण गरेर त्यहाँका विद्यार्थीको सामाजिक व्यवहारवादको प्रशंसा गरे। उनलाई चाहिँ यो त कम्युनिस्ट पो बन्यो भनेर चाहिँ अमेरिकामा आलोचना पनि गरियो। उनले रसियाको मात्रै अध्ययन गरेनन्, उनले क्युबाको पनि अध्ययन गरे, चीनको पनि अध्ययन गरे। र पछि चाहिँ के भयो भने अमेरिकाले खास गरेर यो लेबर फोर्सको रूपमा चाहिँ सही शिक्षाबाट जनशक्ति उत्पादन गर्ने जुन सिस्टम हो त्यो रसियाबाट सिकेको हो। के भनिन्छ भने यो अमेरिकाले चाहिँ सोभियत सङ्घको चाहिँ दबावमा आएर 2 पटक आफ्नो एजुकेसन सिस्टमलाई चेन्ज गर्यो। रसियामा चाहिँ सोभियत सङ्घमा चाहिँ कम्युनिस्ट व्यवस्था चलिरहेको बेला 2 पटक आफ्नो एजुकेसनहरूलाई उनीहरूले चाहिँ त्यो गरे। सन् 1983 मा चाहिँ युनाइटेड स्टेट कमिसन अन एक्सलेन्स इन एजुकेसनले एउटा चाहिँ रिपोर्ट पब्लिस गरेको रहेछ। त्यसमा चाहिँ अ नेसन एट रिस्क, द इम्पेरेटिभ फर एजुकेसन रिफर्म, शिक्षामा तत्काल सुधार गर्नुपर्छ नत्र भने पछि परिन्छ रसियाभन्दा भनेर उनीहरूले रिपोर्ट निकालेको थियो। अब ब्याडलक के भयो भने 8 वर्ष पछाडि रसिया आफै नष्ट भइहाल्यो। यसरी रसियन चाहिँ जुन समाजवादी शिक्षा हो यसले बाल मनोविज्ञानको अध्ययनको सन्दर्भमा, यो काम गर्ने जनशक्ति वर्क फोर्स निर्माण गर्ने चाहिँ सन्दर्भमा, अर्नामेन्टल चाहिँ एउटा जुन शिक्षा थियो त्योभन्दा अगाडिको त्यसलाई तोडेर व्यावसायिक शिक्षा, वैज्ञानिक शिक्षा, व्यवहारमा काम लाग्ने शिक्षा, अब त्यसमा सैनिक ट्रेनिङदेखि यो विश्वलाई चाहिँ हिटलरको प्रकोपबाट बचाउनको लागि सैन्य शिक्षादेखि लिएर विश्वलाई चाहिँ अब अहिले पनि त विश्वलाई सबभन्दा बढी खाद्यान्न निर्यात गर्ने देशहरूमा रुस र युक्रेनकै नाम आउँछ अगाडि। एग्रिकल्चर भयो, पोलिटेक्निक्स भयो, यो सबै कुरामा चाहिँ उनीहरूले एउटा दिएका हुन्। र क्युबा र चाइनामा पनि करिब करिब त्यस्तै प्रकारको शिक्षा अप्नाइएको। क्युबाको चाहिँ के छ भने रसियाको चाहिँ बढी स्टेट कन्ट्रोल छ। क्युबाको चाहिँ स्टडी गर्नुपर्ने आवश्यकता छ, समय भएन। क्युबामा के छ भने हेल्थ र एजुकेसनलाई बढी कम्युनिटीमा लगेको छ। मार्क्सिजम भने के हो भने कम्युनिटीमा लैजाने कि सबै चिज स्टेटले कन्ट्रोल गर्ने होइन, स्टेटलाई पछि त लो गरेर जाने हो, कम्युनिटीमा लैजानुपर्ने कुरा हो। र क्युबाले जति कम्युनिटीमा लगाएको छ, अस्ति कोरोनाको बेलामा देख्थ्यो नि तिनीहरूको स्वास्थ्य उपचार पद्धति कस्तो रहेछ भन्ने। अब त्यो भयो। र अहिले अब हाम्रो मार्क्सिजममा हामीले सोभियत सङ्घबाट शिक्षा लिनुपर्ने कुरा धेरै छ। मार्क्सवादी शिक्षाशास्त्रीको सम्बन्धमा सबभन्दा पछिल्लो डेभलपमेन्ट भनेको अब हाम्रो चाहिँ पाउलो फेरी, यो ब्राजिलियन शिक्षाविद हुन्, मार्क्सिस्ट हुन्। तिनी पछाडि अब हामीले खासै सैद्धान्तिकरण गरेको चाहिँ छैन। उनको पेडागोजी अफ द अप्रेस्ड भन्ने चाहिँ पुस्तक छ। क्रिटिकल पेडागोजीको क्षेत्रमा पाउलो यो फेरीको ठुलो योगदान छ। त्यो पेडागोजी अफ द अप्रेस्ड भनेपछि उनले के भन्छन् भने दमित मान्छेहरूको एउटा अलग प्रकारको चाहिँ शिक्षा विज्ञान हुनुपर्छ, पेडागोजी हुनुपर्छ, शिक्षाशास्त्र अलग हुनुपर्छ। जुन शिक्षा धनीलाई दिइन्छ उसले त अर्नामेन्टको लागि हो नि। दिपेन्द्रले पढेको शिक्षा चाहिँ अब के काम हुन्छ होइन, हृदयेन्द्रले पढेको शिक्षा के काम हो, गएर फ्याक्ट्रीमा काम गर्नु होइन। उसलाई त खालि एउटा डिग्निटीको लागि ल पिएचडी गरेको छ डक्टर भयो भन्ने हो होइन, अथवा चाहिँ यदि पास गरेको छ यो राजाले पनि भनेर बाहिर चाहिँ यसो कुरा गर्नलाई हो। त्यो एलिटहरूलाई त शिक्षा किन चाहियो? पेडागोजीको शिक्षा चाहिँ के हो भने वर्क फोर्सको रूपमा काम गर्ने हो, एउटा चाहिँ अर्को चाहिँ वैज्ञानिक संस्कृति निर्माण गर्ने हो। अप्रेस्टको शिक्षा, यो अप्रेसरको शिक्षा एउटै हुन सक्दैन भनेर पाउलो फेरोले भन्यो। र पाउलो फेरोले के भनेको छ भने शिक्षाको राजनीतिक प्रवृत्ति हुन्छ, यो तटस्थ हुँदैन।
शिक्षाले या त उत्पीडनलाई कायम राख्छ या त मुक्तिको बाटो प्रदान गर्छ। नेपालमा हाम्रो अहिलेको जुन शिक्षा छ त्यो शिक्षा भने के हो भने उत्पीडनलाई कायम राख्ने शिक्षा, किनभने यसले चाहिँ काम गर्ने जनशक्ति नै उत्पादन गर्दैन। अब त्योबाट कुनै उत्पादन भएन भने मान्छेको अब त्यसमा के छ भने ग्राह्यता बढ्दैन। उत्पादनै नगर्ने शिक्षा, यो बुर्जुवा प्रकृतिको शिक्षाले उत्पीडनलाई कायम राख्छ। त्यसकारण मुक्तिको बाटो प्रदान गर्ने शिक्षा चाहिँ चाहिन्छ। र अहिलेसम्मको जुन चाहिँ शिक्षा प्रणाली छ विश्वमा यो बैंकिङ मोडलको शिक्षा प्रणाली हो। त्यो टिचरले के सम्झिन्छ भने यो विद्यार्थी भनेको खाली रित्तो भाँडो हो, काम नलाग्ने। यसमा चाहिँ के भने डिपोजिट गर्ने हो शिक्षा, चाहिँ घुसाउने हो, त्यो चाहिँ त्यहाँ राख्छ, डिपोजिट गर्छ। ब्याङ्कमा जस्तै पैसा डिपोजिट गरिन्छ त्यसरी डिपोजिट गर्ने शिक्षा हो। यो चाहिँ एकदम गलत छ भन्ने छ कि। उसको भने के छ भने टिचर र स्टुडेन्टको बिचमा संवाद होस्, सहभागितामूलक चाहिँ शिक्षा होस्। विद्यार्थीबाट पनि शिक्षकले सिकोस्, शिक्षकबाट पनि विद्यार्थीले सिकोस्। छलफल गर्नु शिक्षामा। शिक्षामा के भने विद्यार्थीको दिमाग यस्तो खाली छ, तपाईँले जे बोल्नुभयो त्यो गरेर पस्छ घुस्छ भन्ने कुरा होइन। यो त बैंकिङ मोडलको शिक्षा हो, यसलाई चाहिँ हटाउनुपर्छ भन्ने पाउलो चाहिँ फेरिको भनाइ छ। अनि ब्राजिलियन शिक्षाविद हुन्। सामाजिक राजनीतिक आर्थिक र उत्पीडनको कारण बुझ्ने र आफ्नो अवस्था बदल्ने महत्त्वपूर्ण चेतना क्रिटिकल कन्सियसनेस शिक्षाले दिनुपर्छ भनेर उनी भन्छन्। शिक्षक र विद्यार्थीको बिचमा संवादात्मक शिक्षा हुनुपर्छ। उत्पीडित समुदायको मुक्ति हुने खालको शिक्षाशास्त्र, पेडागोजी अफ लिबरेसन भनेर भन्छन् उनले। र अर्को उनको चाहिँ भनाइ के छ भने प्राक्सिस भनेर भन्छन् उनले। प्राक्सिस भन्ने टर्मिनोलोजीले के देखाउँछ भने शिक्षामा विद्यार्थीहरूलाई जे कुरा सिकाइन्छ, जे चिन्तन हामीले सिकाइन्छ, त्यो चिन्तन र कार्यको बिचमा सम्मेलन हुनुपर्छ। अब हामीले धेरै जसो यहाँ आदर्शको कुराहरू गर्छौँ, समाजवादको कुरा गर्छौँ, हाम्रो कार्य पद्धतिमा त्यो अप्नाइराखेका हुँदैनौँ। र शिक्षालाई चाहिँ स्थानीय सन्दर्भसँग एकदमै जोड्नुपर्छ। स्थानीय सन्दर्भसँग जोडियो, त्यहाँको संस्कृतिसँग मिलाइयो भने मात्रै शिक्षाले चाहिँ समाजवादी शिक्षाको काम गर्छ भन्ने उनको भनाइ छ। र शिक्षाले चाहिँ मान्छेलाई भविष्यको दृष्टिप्रति चाहिँ आशावादी बनाउनुपर्छ भन्ने यो फेरिको भनाइ छ। रसियन शिक्षामा अझ हामीले थप चाहिँ अध्ययन गरेर क्युबाको मोडल, चाइनिज मोडल पनि अध्ययन गऱ्यौँ, पाउलो फ्रेरे जस्ता चिन्तकहरूको भनाइलाई पनि अध्ययन गऱ्यौँ। र हाम्रो चाहिँ यहाँको प्रकृति अनुसार पनि अनुसन्धान गर्दै गयौँ भने के हुन्छ भने हामीले चाहिँ यो एउटा वैज्ञानिक ढाँचाको शिक्षा चाहिँ गराउन सक्छौँ। यति भन्दै अलिकति लामो गयो धेरै धेरै धन्यवाद कमरेड सर्जन गौतमलाई। खास गरी उहाँले समयको हिसाबले 2वटा 15 लिए पनि विषय चाहिँ एकदम रोचक विषय भएको कारणले गर्दाखेरि कोही यहाँ हामीहरूमा